Hi guys, welcome to my new vlog. So आज चाहिँ हामी पिकनिकको लागि यहाँ भोटे चौर आएको छौँ। यहाँ भोटे चौरको हामी चिया बगानतिर जाँदैछौँ। हाम्रो तल देखाउ, तल वहाँ खानेकुरा बन्दैछ, चिया अन्डा ब्रेड सेट बन्दैछ। सो हामी चाहिँ मासतिर लाग्दैछौँ। सो अगाडिको भिडियोहरू यसो क्लिपहरू चाहिँ रेकर्ड गरेको छु, हजुरहरूलाई देखाउने छु। घरबाट गर्न पाएन किनकि म अल्छी छु, बस सुतिरहेको थिएँ, त्यही भएर। सो अहिले बाई बाई। अनि मेरो साथीहरू चाहिँ यहाँ अगाडि बसिरहेको 3 जना, अनि एकजना यहाँ पछाडि छ। उसले आज फेस रिभिल गरेको हो, नभए अरू बेला गरिदिन्थ्यो। हामी मासतिर लाग्दैछौँ। उहाँ मेरो अर्को डुप्लिकेट भेटिरहेको छु गाइज। हो गाइज, हामी भ्लगको किरा हो गाइज। कता गएको उनीहरू? हामी कता जाने? फर्स्टमा यहाँनिर रोकेको थियो, तल गएको थियो, फेरि यहाँ गएको तिनीहरू हो गाइज। जाउँ गाइज, अगाडि लागौँ गाइज। यताबाट कता हो गाइज? गाइज हाई गाइज, अहिले चाहिँ हामी यहाँ वरिपरि चिया बगानै, चिया बगानको छेउमा आइपुगिसक्यौँ। खाजा खाएर हामी हिँड्दैछौँ। गर्मी भएर हामीले ज्याकेट स्याकेट सब खोलिसक्यौँ, अहिले खाली हात छ। केटाहरू अगाडि पुगिसक्यो, हामी यहीँ पछाडि हल्लिँदैछौँ। म्यामहरू त झन् आइपुगेको पनि छैन। यहाँनिर चाहिँ एउटा मन्दिर रहेछ गाइज। म भ्लग बनाउँदै हिँडिरह हो क्या? अनि मेरो साथीहरू पछाडि छ। एउटाले बक्खु लगाइसक्यो। यहाँ म भरिया बोक्ने, झोला बोक्ने भरिया जस्तो देखिरहेको छु यहाँ गाइज। हो मेरो झोला पनि चुट्यो। दिदीको झोला ल्याएर आएको थिएँ, दिदीले खुस्किन्छ मान्छे भनेर चुट्टिने हालिदियो भने के गर्नु? छिटो आउनु हौ। यहाँतिर चाहिँ एकदमै रमाइलो रहेछ गाइस। तर पिकनिक भन्दा नि फ्यामिली आएर चिया बगान हेरेर घुम्ने हो भने चाहिँ एकदमै राम्रो हो, एकदमै खतरा। पोखराको कि कहाँको रे, झापाको कि कहाँको इलाम जस्तै हो यो, सेम नै, सबै चियापत्ती नै, चियापत्तीको पात छ। रमाइलो छ यहाँ, आउनु होला हजुरहरू पनि घुम्नलाई टक्क लाएर। चाहिँ यस्तो छ बिचमा आनन्दको, यहाँ मास्तिर सब चिया बगानै बगान, ऊ माथि डाँडादेखि नै।
दुईजना यहाँ आउँदैछ बाँकी चाहिँ गायब भइसक्यो गाइस तलतिर अगाडि भैँसी हिँड्दैछ तर कसैले माया गरेन त्यही भएर म एक्लै हिँड्दैछु यहाँ नो हन्टिङको बोर्ड पनि लगाएर छु त्यहाँनिर हाम्रो क्लासकोहरू चाहिँ उहाँनिर फोटो खिच्दैछ हामीले खिच भन्दा मान्दैन एक्लै एक्लै खिच्दैछन् त्यहाँनिर होइन फन यहाँ फोटो